हाई एभ्रिवान, आज म जाँदैछु सौल, क्यापिटल सिटी अफ कोरिया। म कोरिया आएको पनि अलमोस्ट 2 इयर्स हुन लागेछ। समय पनि कति चाँडै बित्छ पत्तै नहुने। 2 दिन पब्लिक होलिडे र स्याटरडे सन्डे गरेर 4 दिनको लगातार भ्याकेसनमा साथीभाइलाई भेट्ने निर्णय गरेँ। आउनुहोस्, हजुरहरूलाई पनि म सौल घुमाउनेछु र मेरो हरेक सबै भिडियोहरू तपाईँहरूलाई देखाउनेछु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। फर्स्टमा चाहिँ मैले बस चढेर ट्रेन स्टेसन जानुपर्ने हुन्छ कम्पनीबाट। अनि म चाहिँ यसरी बस चढेर ट्रेन स्टेसन आउँछु र केही समयको पर्खाइ पछाडि चाहिँ ट्रेन आउँछ अनि ट्रेन चढ्छु। ट्रेनभित्र चाहिँ एकदमै सुनसान थियो। अनि त्यस पछाडि लगभग 1-1.5 घन्टाको ट्रेनको यात्रा पछाडि चाहिँ म सौल पुग्छु। अनि सौलको यो दृश्य। हेलो, गुड मर्निङ एभ्रिवान। एन्ड कोरियाको राजधानी सौलबाट चाहिँ एकदमै स्वागत छ सम्पूर्णलाई। सो यो मेरो भिडियोमा चाहिँ जति पनि साथीहरू यो पछाडि देखेको चाहिँ सौल स्टेसन। अनि यहाँ चाहिँ म 1.5 आवरको यात्रा पछाडि चाहिँ फाइनली म कोरियाको राजधानी सौलमा आइपुगिसकेको छु। अनि यहाँ चाहिँ नेपाली। सो फाइनली सनमलुङ्गा र विक्रम साथीसँग भेट भइसकेको छ। अनि कोरियाको सबैभन्दा अल्को बिल्डिङ लोटे टावर जुन चाहिँ चढ्ने हामीले निर्णय गरेको छौँ। अनि केही समय भिडियो सिडियो बनायौँ, खिच्यौँ। त्यस पछाडि हामी लोटे टावर चढ्यौँ। यसरी यहाँ लोटे टावरमा चाहिँ भिडियो देखाएर यसरी ओपनिङ हुँदो रहेछ। माथि टपमा 123 तलासम्म चाहिँ हामी गएको थियौँ। यसरी चाहिँ म टपमा पुगेर सिसामा वक गर्दाखेरि चाहिँ बेग्लै महसुस भइरहेको थियो, सिरिङ्गा टाइपको। अनि तल हेर्दा चाहिँ लोटे वर्ल्ड, यो चाहिँ घुम्नको लागि एकदमै विशेष छ। अनि त्यस पछाडि यो पर देखेको नदी भनेको चाहिँ हानगाङ नदी हो, कोरियाको सौल हुँदै बग्ने नदी। एकदमै सुन्दर छ, सफा छ। त्यस पछाडि नेक्स्ट डे हामी लाग्यौँ सौल सिटी बस टुर चढेर चाहिँ ख्याङ्बोक दरबारतिर लाग्यौँ। अनि केही समय बसको यात्रा पछाडि चाहिँ हामी यो दरबारमा पुग्यौँ। अनि त्यस पछाडि यहाँ वरपर सबै हामी घुमियो। त्यस पछाडि बाक्लो उपस्थिति, मान्छेहरूको बाक्लो उपस्थिति थियो। अनि एकदम रमाइलो थियो। यो चाहिँ पब्लिक होलिडे भएको कारणले धेरै मान्छेहरू घुम्न आएको थिए। अनि यो यस्तो मस्त भिडभाडमा हामी आफ्नै धुनमा रमाइरहेका थियौँ। कम्पनीको व्यस्त समय पछाडि छुट्टी हुँदा चाहिँ यसरी घुम्दाखेरि चाहिँ एकदमै बेग्लै रिफ्रेस टाइपको रमाइलो महसुस भइरहेको थियो मलाई। र साथीहरूसँग भेटघाट पनि भयो आफ्टर लङ टाइम। अनि यसरी हामी रमाइरहेका थियौँ सौल स्थित। यो चाहिँ ख्याङ्बोक दरबारको नजिकै आसपास हो। भिडियोमा तपाईँहरूले देख्न सक्नुहुन्छ कोरियाको राष्ट्रिय पोसाक हानबोक लगाएर घुम्न आउने मानिसहरू पनि धेरैजना हुनुहुन्थ्यो। अनि यो दृश्यले चाहिँ यो माहौललाई अझ धेरै सुन्दर बनाएको छ। मलाई एकदमै धेरै मन परेको थियो। त्यस पछाडि हामी चाहिँ नेक्स्ट डेस्टिनेसनतिर लाग्यौँ, जुन चाहिँ हो नामसान टावर। हामी चाहिँ लगभग 45 मिनटको उकालो हाइकिङ गरेर चाहिँ हामी चकमा पुगेका थियौँ। अनि त्यहाँ चाहिँ केबल कारबाट पनि जान सकिन्छ, तर हामी चाहिँ हिँडेर गएका थियौँ। एकदमै रमाइलो। अनि माथि पुगेर चाहिँ यो दृश्य तपाईँहरूले देख्न सक्नुहुन्छ। टपमा पुगेर कोरियाको सम्पूर्ण भागहरू चाहिँ यहाँबाट देख्न सकिन्छ। अनि यो पटकको भ्याकेसन भने एकदमै रमाइलो गरी बितायौँ। यसरी हाम्रो चाहिँ लास्ट डेस्टिनेसन भनेको चाहिँ नामसान टावर। अनि यहाँ घुमेर हामी चाहिँ रुम फर्किने निर्णय गऱ्यौँ। अनि यहाँ चाहिँ घुमे पछाडि यहाँ बसियो, रमाइलो गरियो। त्यस पछाडि हामी चाहिँ रुम फर्कियौँ। अनि तपाईँहरूले यो भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू फर वाचिङ। अनि केही कमेन्ट गर्नु मन लागेको छ भने कमेन्ट गर्नुहोला। थ्याङ्क यू एभ्रिवान।